हाई विनायक, हेलो। वेलकम टु दिस पोडकास्ट भनौँ कि एउटा डिस्कसनको लागि। म टाइम वेस्ट नगरेर सिधै म टपिक्समै जान्छु। अब तिमीलाई जस्तै यो T20 वर्ल्ड कप क्वालिफायर हुन अगाडि चाहिँ नेपालको एक्सपेक्टेसन चाहिँ के थियो? नेपालको अब जस्तै स्टुअर्ट ल नयाँ कोच आइसकेपछि जस्तो हामीले ओभरसिजमा गएर चाहिँ, किनकि टियु पनि रेनोभेट भइरहेको हुँदाखेरि हामीले होम गेम खेलेकै छैनौँ सायद स्टुअर्ट ल आएपछि। अनि लगातार 6-7 महिनादेखि ओभरसिजमा गएर नेपाली टिमले राम्रै क्रिकेट खेलिरहेको थियो। जस्तै स्कटल्यान्डमा गएर त्यो वान डे, त्यसपछि T20 त्यहीँको T20 सिरिज पनि, अनि रिसेन्टली वेस्ट इन्डिजसँगको युनिटी कपमा पनि जुन हिसाबले टेस्ट नेसनसँगको पहिलो भिक्ट्री, साथसाथै हामीले पहिलो टेस्ट नेसनसँगको पहिलो सिरिज भिक्ट्री पनि त्यहीँबाट पाएका थियौँ। त्यो हिसाबले अब किन पनि नेपाल वर्ल्ड कप पुग्छ भन्ने एक्सपेक्टेसन थियो भन्दाखेरि एसियामा जुन अहिले रिजनल क्वालिफायर भइरहेको थियो त्योमध्ये 3वटा टिम मात्रै हाम्रो ओडिआई नेसन थियो। अनि स्लट पनि त्यही 3वटै हुँदाखेरि सायद युएई, नेपाल र ओमान यही 3वटै अगाडि जान्छन् होला भन्ने त्यो भएको हुँदाखेरि नेपाल चाहिँ क्वालिफाई हुन्छ भन्ने चाहिँ एक्सपेक्टेसन थियो मेरो। अब जस्तै तिमीले त्यो वेस्ट इन्डिजको सिरिज त हेरिहाल्यो होइन? अब वेस्ट इन्डिजमा अब मेन टिम त थिएन, त्यही पनि जस्तै वेस्ट इन्डिज भनेरै आयो होइन? अब जस्तै जुन हिसाबले हाम्रो फर्स्ट म्याच राम्रो गयो होइन, त्यसपछि चाहिँ सेकेन्ड र थर्ड म्याचमा चाहिँ कस्तो एक्सपेक्टेसन थियो? मतलब फर्स्ट म्याच जस्तै हामी हराउँछौँ कि सेकेन्ड म्याचमा उनीहरूले कमब्याक गर्छ जस्तो लागेको थियो कि कस्तो लागेको थियो? अब सिरिजको सुरु हुनुभन्दा अगाडि चाहिँ वेस्ट इन्डिजको टिम छ, अब जस्तो नाम नसुनेको अथवा केही नाम सुनेको थोरै मात्रै वेस्ट इन्डिजको लागि खेलेको प्लेयरहरू भए पनि उनीहरू भनौँ न जे वेस्ट इन्डिजको डोमेस्टिकमा राम्रो खेलेरै आएका प्लेयरहरू थिए। सिपिएलमा पनि रिसेन्टली राम्रै गरिरहेको प्लेयरहरू आएको हुनाले चाहिँ जे वेस्ट इन्डिजलाई हराउनलाई त्यति सजिलो हुँदैन भन्ने चाहिँ थियो। अनि प्लस हामी युएईमा खेल्दै थियौँ, सायद नेपालमा भएको भए जितिन्छ कि भन्ने पनि हुन्थ्यो हुन त, तर हाम्रो लागि क्लोज इनफ भेन्यू त थियो युएई पनि हाम्रो नेपालको कन्डिसनको हिसाबले। त्यो हिसाबले हेर्ने भने युएईलाई वेस्ट इन्डिजलाई एउटा गेम त हराइन्छ कि भन्ने एक्सपेक्टेसन थियो सिरिजमा जानुभन्दा अगाडि। तर जुन हिसाबले फर्स्ट गेम हामीले जित्यौँ अनि प्लस सेकेन्ड गेममा अब त एउटा जितिहाल्यौँ के अरे, हाम्रो गोलै सायद एउटा जित्ने थियो होला भन्ने, म एज अ फ्यान एउटै जित्ने गोल हो, एउटा जिते पनि हुन्छ टेस्ट कन्ट्रीसँग भन्ने थियो। अनि दोस्रो र तेस्रोमा जे होस् राम्रो क्रिकेट खेल्नुपर्छ भन्ने चाहिँ थियो। दोस्रो जितिसकेपछि सायद दोस्रो दिनको त्यो भिक्ट्रीले अलिकति हामी क्यारिड अवे पनि हुन सक्छौँ। त्यो पर्फर्मेन्स अगाडि जुन 2 दिन देखिएको थियो त्यो खालको पर्फर्मेन्स देख्न पाएनौँ तेस्रो दिन। तर दोस्रो दिनको जुन फिल्डिङ पर्फर्मेन्स थियो स्पेसली, त्यो त सायद नेपाली फ्यानहरूले नै आफ्नो भनौँ न रिसेन्ट टाइममा बेस्ट फिल्डिङ पर्फर्मेन्स नै हो नेपाली टिमकोबाट चाहिँ। अब वेस्ट इन्डिजको सिरिज त राम्रो भयो, हामी 2-1ले जित्यौँ। तर फर्स्ट म्याच जुन हिसाबले हामी कुवेतसँग स्ट्रगल गऱ्यौँ, सेकेन्ड म्याच जापानसँग स्ट्रगल गऱ्यौँ, त्यो दुइटा म्याच हामी जित्यौँ। तर धेरै क्वेसन मार्क आएको थियो ब्याटिङको। अनि त्यो ब्याटिङ पर्फर्मेन्स भएपछि हामी सुपर 6मा जाँदाखेरि चाहिँ कस्तो एक्सपेक्टेसन थियो सुरुको 3टा म्याच भनौँ न? नेपालको लागि ठ्याक्क जस्तै त्यो भेन्यूले पनि नेपालको मात्रै म्याच नभइकन नेपालको अगाडि अथवा पछाडि हुने म्याचहरू पनि लो स्कोरिङ नै भइरहेको थियो। त्यति हाई स्कोरिङ हामीले म्याचेसहरू योपालि देखेनौँ। अनि जेनरली लो स्कोरिङ पिचमा चाहिँ दुवै साइडको ब्याटिङ स्ट्रगल नै हुन्छ। जस्तै हाम्रै लागि T20 वर्ल्ड कपको पनि रिफरेन्स लिने हो भने साउथ अफ्रिकासँगको गेम र बङ्गलादेशसँगको गेम हामी त्यति क्लोज पुग्नुको कारण पनि सायद पिच हाम्रो फेभरमा थियो, अथवा भनौँ हाम्रो जुन स्ट्रेन्थ थियो त्यसको फेभरमा थियो। त्यो पिच पनि सायद ब्याटिङ फ्रेन्डली भएको भए रिजल्टमा अलिकति बढी अन्तर पनि देख्न सकिन्थ्यो, जुन वे पनि जान सक्थ्यो रिजल्ट। सो मलाई पनि त्यही नै लाग्छ। जस्तै त्यो सर्फेस पनि मेबी स्पिन फ्रेन्डली थियो, अलिकति बल ब्याटमा राम्रोसँग आइरहेको थिएन। अनि त्यसपछि त्यो हिसाबले चाहिँ जापान अथवा कुवेतसँगको इभन युएईसँगको गेम पनि हामीले क्लोज मार्जिनले जित्यौँ। तर जसरी हामी सेकेन्ड इनिङ्समा हरेक गेममा चाहिँ सुरुको हाफमा चाहिँ कम्प्लिटली आउट अफ द गेम गइरहेको अवस्थामा जुन हिसाबले हाम्रो बलिङ र फिल्डिङले गेमलाई टर्न गर्न सक्यो, त्यसको लागि चाहिँ आई थिङ्क त्यो प्राइड चाहिँ लिनुपर्छ हामीले। ठिक छ, हाम्रो ब्याटिङ कसैको पनि चलेको होइन, हाम्रो पनि चलेन, तर जुन हिसाबले बलिङ र फिल्डिङले चाहिँ गेम हामीले टर्न गर्न सक्यौँ, अलिकति लक पनि हाम्रो फेभरमा गयो। हामी पास्टमा यस्तै खालको सिचुएसनमा हामी लुजिङ साइडमा थियौँ र सायद त्यो अगाडि जुन लुजिङ साइडमा भइरहेको सिलसिला चाहिँ हामीले अहिले ब्रेक गर्न सक्यौँ। त्यो चाहिँ आई थिङ्क राम्रो कुरा हो नेपालको लागि चाहिँ। जुन हिसाबले हाम्रो ब्याटिङ भयो, एउटा म्याच चाहिँ बाहेक हामी सबै म्याच हामी फर्स्ट ब्याटिङ गऱ्यो, त्यही पनि 141देखि 151को बिचकोमा टोटल भयो। अब अल्दो हामी डे नाइट म्याच चाहिँ ओमानमा खेलेको थिएन योभन्दा अगाडि। योभन्दा अगाडि पनि हामीले टुर्नामेन्टहरू खेलेको थियो, प्रायः सबै डे म्याचै थियो। हामीलाई यो अन्डरलाइज खेलेर पनि हामीलाई प्रब्लम भएको हो कि जस्तै अब मलाई जहाँसम्म लाग्छ हामीले सुरुको 2 पिच हामीले 2-3 पिच चाहिँ हामीले फ्रेस पिचमै खेल्यो कि फ्रेस पिचमै खेल्दै पनि हाम्रो रन बनेन। लास्टको
दुईटा पिच त हामीले युज पिचमा खेल्यो अल्दो अब लास्ट गेम त युएले 225 हानेको पिचमा हामीले 150 मात्र हान्यो जसमा अब क्याप्टेनले पनि भनेका थिए 160 170 सम्म हामी टार्गेट राख्न सक्छौँ भने सो अब यसमा पिच अन्डरलाइनमा हामीले खेल्न नसकेको हो कि हामीलाई अब प्रेसर हामीले खेल्न नसकेको हो कि एज अ ब्याटिङ युनिटी हामी फेल भएको एज अ अब कसरी समरी गर्नुहुन्छ? जस्तै अब अन्डरलाइट अथवा डेमा भन्दा पनि हाम्रो पास्ट रेकर्डै हेर्ने हो भने पनि ओमानमा हामी डे गेम खेल्दाखेरि पनि ब्याटिङ राम्रो रेकर्ड छैन। जस्तै मैले सोसियल मिडिया पनि कति देखाएको थिएँ, हाइएस्ट हाम्रो एभरेजै 10-12 कति समथिङ त्यस्तै कतिको एभरेज छ हाम्रो ब्याट्सम्यानहरूको। सो त्यो हिसाबले हामी ट्रेडिसनली ओमानमा स्ट्रगल नै गरिरहेको, प्लस लाइट्समा खेल्दा सायद हामीले ओडिआई गेम पिएनजीसँग सिरिज खेल्दाखेरि लास्ट टाइम बाइलेटरल खेल्दाखेरि ओमानमा लाइट्सको अन्डरमा खेलेको हो हुन चाहिँ। ओडिआई गेमहरू चाहिँ हामी लाइट्सको अन्डरमा खेलेका छौँ ओमानमा पनि, तर सायद T20मा हुनसक्छ त्यो फ्याक्टर पनि हुनसक्छ। प्लस ओमान हाम्रो लागि सधैँ स्ट्रगल भइराख्ने त्यो कन्ट्री नै हाम्रो लागि स्ट्रगल गर्ने खालकै कन्ट्री भएर पनि हाम्रो कन्डिसन त्यस्तो हुनसक्छ ब्याट्सम्यानको। अब जुन हिसाबले हाम्रो युएसँग कतारसँग स्ट्रगल भयो हिजो चाहिँ अब 150 मात्र हाने पनि एउटा त हामीलाई लागिरहेको थियो हाम्रो बलिङ युनिट राम्रो भयो, तर म्याच मतलब फर्स्ट इनिङ पछि चाहिँ त्यति सजिलो हुन्छ जस्तो लागिरहेको थियो कि कस्तो थियो एक्सपेक्टेसन फर्स्ट इनिङको बलिङ पछि हाम्रो ब्याटिङ पछि? जसरी हामीले त्यो गेममा चाहिँ पावर प्लेमा कुशल र आसिफले जसरी रन बनाइरहेको थिए त्यो हिसाबले चाहिँ अलि बढी नै स्कोर हुन्छ कि जस्तो लागेको थियो। अनि बिचमा ओमानको बलिङ राम्रै थियो, तर पनि जस्तै रोहित पौडेलको त्यो डाउन द लेग वाला लेग स्टम्पमा बोल्ड, त्यसपछि सायद अर्को ब्याट्सम्यान पनि एकजना लेग स्टम्पमै बोल्ड भए, नाम मैले ठ्याक्क बिर्सेँ, लोकेश बम्की को। सो हामीले विकेट बेला बेलामा हजुर लोकेश बम त अलिक पछि नै आएको थियो, त्यसपछि आई थिङ्क आसिफ शेख जस्तो लाग्यो। आसिफ शेख भयो एकजना पनि फेरि फास्ट बलरमै हो, एकजना लेग स्टम्पमा बोल्ड भएको थिए। सो हामीले बिचबिचमा चाहिँ विकेट थ्रो पनि गरेको, आसिफले पनि रुम बनाएर हान्न चाहन्थे, स्टम्प पुरै खाली राखेर खेल्न चाहन्थे स्पिनरको अगेन्स्टमा, सायद आम बल थियो, त्यही त्यो ट्रेडिसनल हाम्रो स्ट्रगल नै त्यही नै हो। अनि त्यो हिसाबले हामीले विकेट बिचबिचमा थ्रो गरेका थियौँ, त्यो हिसाबले चाहिँ अलिकति बढी रन लाग्नुपर्ने थियो, हामीले कम बनायौँ भन्ने चाहिँ थियो। र ओमानले पनि रिसेन्टली एसिया कपमै पनि ठुल्ठुलो टिमहरूसँग राम्रै ब्याटिङ पर्फर्मेन्स देखाइराखेको थियो, त्यो हिसाबले चाहिँ चेस गर्छ कि जस्तो भन्ने अलिकति डर चाहिँ थियो। तर सुरुवाती क्रममै सोमपालले विकेट दिलाए, त्यसपछि जुन विकेट रेगुलर इन्टरभलमा विकेट लियो, पावर प्लेमै नेपालले राम्रो बलिङ गरेको थियो, ओमानले त्यति राम्रो स्टार्ट पाउन सकेन, त्यसपछि चाहिँ अब जितिन्छ भन्ने नै लगभग कन्फिडेन्स भइसकेको थियो। अब अहिले सोसियल मिडियामा धेरै जस्तो चर्चा भएको चाहिँ हाम्रो ब्याटरहरूको इन्टेन्ट भएन, अब विकेट बाँकी छँदा पनि जस्तै 12-13 ओभरपछि एट्याक गर्नुपर्ने किन एङ्करिङ गरिरहेको छ, त्यो एउटा क्वेसन मार्क थियो, त्यो कुरालाई चाहिँ कसरी लिनुहुन्छ? अलिकति इन्टेन्टको कमी देखिएको चाहिँ हो, तर पनि म अर्को साइडमा चाहिँ कसरी हेर्न चाहन्छु भन्दाखेरि जस्तै हामीलाई अलरेडी खेलिरहेको भेन्यू हो, हाम्रो लागि नयाँ भेन्यू पक्कै पनि होइन, अनि हामीलाई त्यो थाहा पनि छ कि यो सर्फेसमा 140-150 को रेन्जमा बनाउन सक्यो भने चाहिँ हामीले गेम बलिङबाट फिल्डिङबाट जित्छौँ भन्ने चाहिँ त्यो खालको कन्फिडेन्स चाहिँ छ नेपाली टिममा। अनि त्यो भएको हुनाले जेनरली हामी धेरै जसो म्याचमा फर्स्ट ब्याटिङ गऱ्यौँ, र फर्स्ट ब्याटिङ गर्दाखेरि हाम्रो लागि माइन्डमा सायद त्यही नै थियो, ठिक छ राम्रो स्टार्ट आयो, सर्ट खेलेर आउट भएर अझै कममा अल आउट हुनुभन्दा बरु ठिकठाक खेलेर लास्टसम्म खेलेर कति सकिन्छ। किनकि हाम्रो जुन हिसाबले गुलसन झाले पहिलो म्याच, दोस्रो म्याच, तेस्रो म्याच गर्दै गर्दै हरेक म्याचमा आएर फिनिसिङ गरेका थिए, सायद हाम्रो टप अर्डर र मिडल अर्डरलाई पनि त्यो थिङ्किङ हुनसक्छ। लास्टमा हामी 18th ओभरसम्म पनि यतिकै खेल्यौँ भने लास्टको 2 ओभरमा चाहिँ हामी 20-25 रन 30 रन एक्स्ट्रा जोडेर चाहिँ खेललाई अलिकति अगाडि स्कोरलाई अगाडि बढाउन सक्छौँ भन्ने कन्फिडेन्स भएर पनि हुनसक्छ। इन्टेन्टको कमी हो, तर पनि अर्को साइडबाट हेर्दाखेरि चाहिँ सायद हाम्रो प्लेयरहरूलाई त्यो सर्फेसको अन्डरस्ट्यान्डिङ राम्रोसँग थियो, 150 हान्यो भने हामी जस्तो गेम पनि जित्न सक्छौँ भन्ने थियो, त्यो भएर त्यही नै टार्गेट सेट गरेर अगाडि बढेको जस्तो लाग्छ मलाई। अब हामीले ब्याटिङको त कुरा गरे, बलिङबाट चाहिँ कति सरप्राइज भयो, किनभने हाम्रो जेनरल एक्सपेक्टेसन चाहिँ के थियो भने हाम्रो स्पिनरले हेल्प हुन्छ, फास्ट बलरले राम्रै गर्ला भन्ने थियो, तर यसमा चाहिँ खासै स्पिनरलाई हामीले हेल्प भएको चाहिँ देखेन। अल्दो अब स्पिनरले विकेट चाहिँ लिए, त्यो एज अ बलिङ युनिटलाई चाहिँ कसरी लिनुहुन्छ? बलिङ युनिटको समग्रमा भन्नुपर्दाखेरि किनकि हामी खेल जितिरहेका छौँ र खेल म्याक्सिमम टाइम बलिङ र फिल्डिङले जिताइरहेको छ, त्यो भएर कहिलेकाहीँ माइनर इस्युहरू चाहिँ ओभरस्याडो पनि हुन जान्छ। तर पोजिटिभ साइड चाहिँ के हो भन्दाखेरि हामीले जुन हिसाबले लास्ट अरू क्वालिफाइङ टुर्नामेन्टहरूमा चाहिँ बलिङ युनिटको पनि फर्स्ट हाफ चाहिँ हाम्रो हातमा पारेर सेकेन्ड हाफ चाहिँ गुमाइरहेका थियौँ बलिङबाट पनि। तर यो पटक चाहिँ सेकेन्ड हाफ भनौँ न 15-16 ओभरपछि जुन हिसाबको हाम्रो डेथ ओभर बलिङ रह्यो, नन्दन यादवलाई अलिकति क्रेडिट दिनुपर्छ, सोमपाल कामीले पनि राम्रो गरे, दिपेन्द्रले युएईसँगको लास्ट ओभर फाल्दाखेरि होस् अथवा सन्दीपले चाहिँ
लास्ट ओभर फाल्दाखेरि 10 रन डिफेन्ड गर्दाखेरिको होस्, हाम्रो लास्टको फेजमा चाहिँ बलिङ जुन हाम्रो पहिला कमजोरी हामी भन्थ्यौँ त्यो चाहिँ सुध्रिएको छ। त्यसलाई चाहिँ हामी भनौँ न प्लस पोइन्ट लिएर चाहिँ अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। सो अब हामी ट्रफीको लागि एउटा म्याच मात्र बाँकी छ, प्रोबेबली हामी यदि धेरै मार्जिनले हारेन अथवा अब अभियसली अब जित्नै पर्ने हो, किनभने समहाउ लो ऱ्याङ्क टिम हो, हामी ऱ्याङ्किङमा माथि छौँ। सो अब लास्ट म्याचमा चाहिँ केही चेन्जेसहरू देख्नुहुन्छ कि प्रोबेबली हाम्रो सेम टिम नै हुन्छ? सायद एउटा दुईवटा चेन्जेसहरू देख्न सक्छौँ, जस्तै करण केसी यो टुर्नामेन्टमा हामीले देख्न पाएको छैनौँ। त्यो हिसाबले करण केसीलाई खेलाउन सकिन्छ कि कुशल मल्लको भनौँ न इन्क्लुजनमा पनि अलिकति धेरै क्वेसनहरू आइरहेको छ सोसियल मिडियामा। सो त्यहाँ पनि हामीले केही चेन्जेसहरू गर्न सक्छौँ कि भन्ने हो। प्लस हाम्रो लागि ट्रफी पनि भनौँ न वर्ल्ड कप क्वालिफिकेसन भन्दा ट्रफी ठुलो कुरा हो जस्तो लाग्छ मलाई चाहिँ, किनकि अब यो फर्मेटमै क्वालिफिकेसन राउन्ड चलिरह्यो भने मेरो विचारमा वर्ल्ड कप T20 वर्ल्ड कप एटलिस्ट चाहिँ हाम्रो ह्याबिट हुनुपर्छ। अब एसिया कप र T20 वर्ल्ड कप अब केही कारणवश हामीले एसिया कप त्यहीँ ओमानमै गुमाउन पुग्यौँ अघिल्लोचोटि, तर मेरो विचारमा यही क्वालिफिकेसन पाथवे भएको हिसाबले चाहिँ 3 जना टिम इस्ट एसिया पेसिफिकबाट र एसियाबाट जाने हो भने नेपाल त्यो 3 जना मध्ये एउटा हुनैपर्छ जस्तो लाग्छ। त्यो हिसाबले अनबिटन कुनै पनि टुर्नामेन्टमा होस्, अनबिटन तपाईँ यदि 6 वटा 7 वटा गेम खेलेर अनबिटन फर्किनुहुन्छ भने छुट्टै खालको कन्फिडेन्स अरू गेममा पनि त्यही अब युएईमै सायद युएईमै छ कि ओमानमा छ हाम्रो लिग 2 को गेम पनि छ। सो त्यो हिसाबले त्यसलाई पनि कन्फिडेन्स दिन्छ जस्तो लाग्छ र हामी जितकै लागि जानुपर्छ। अब जस्तै हाम्रो ब्याटरहरूको चाहिँ के रोल डिफाइन नभएको जस्तो पनि छ। जस्तै अब म पर्टिकुलरली जस्तै सन्दीप जरादेखि लिएर लोकेश बमको कुरा गर्नु पर्दाखेरि चाहिँ दे आर मोस्टली प्लेइङ एज अ प्योर ब्याटर होइन, दे आर नट प्लेइङ एज अ अलराउन्डर। तर जस्तै हिजोको गेममा लोकेश बम अल्लो हिजो ओपनर ब्याटेड एट 8, कुनै गेममा सन्दीप जोरा 7-8 ब्याटिङ भइरहेको थियो। त्यो अब ल्याक अफ रोल भन्नुहुन्छ कि यो टिम सिचुएसनको कारणले दे आर बिङ फोर्स टु ब्याटेड डाउन 7-8 जस्तो लाग्छ। मेरो विचारमा हामीसँग अहिले रिसेन्ट टिममा चाहिँ यो टिममा अलि धेरै नै अमाउन्ट अफ अलराउन्डर छन्, जसको कारणले गर्दाखेरि यदि तपाईँ प्योर ब्याटर हुनुहुन्छ र किनकि हामी कुशल भुर्तेल र आसिफ शेखलाई ओपनिङबाट हटाउने पक्षमा कोही पनि छैनौँ, राम्रो चलिरहेको छ। 3 नम्बरमा रोहित पौडेल लगभग सेटल नै छन्। त्यो हिसाबले त्यसपछि हाम्रो 4 5 6 7 भनेको कम्प्लिटली अलराउन्डर्सहरू नै आउने प्लेस हो। चाहे कुशल खेलुन्, गुलसन खेलुन् अथवा दिपेन्द्र खेलुन् अथवा हामी आरिफलाई लिएर आउँ, जसलाई लिएर आए पनि हामी प्योर अलराउन्डरलाई नै खेलाइराखेका छौँ। र इभन ब्याटिङमा मात्रै होइन, ठिक छ ब्याटिङमा सन्दीप जोराले कहिले 8 कहिले 7 ब्याटिङ पाए, लोकेश बमले पाए। हामी इभन बलिङको पनि कुरा गर्ने भने ललित राजवंशी खेलेकै म्याचमा पनि उनले जम्मा 1 ओभर 2 ओभर भन्दा बलिङ पाउने अवस्था पनि कतिपय म्याचेसहरूमा रहेन। सो त्यो हिसाबले हामी 9 जना अथवा 10 जना फिल्डमा ल्याए पनि हामी 11 जनाको रोल निकाल्न सक्ने गरेर चाहिँ अलराउन्डर हामीसँग छन्। त्यो हिसाबले चाहिँ जस्तै मलाई एउटा कुरा के याद छ भन्दाखेरि 14-15 तिरको टिममा पनि नरेश बुढाएर आई थिङ्क 7-8 मै कहिलेकाहीँ आइराखेका हुन्थे। त्यो हिसाबले हामी एकजना ब्याट्सम्यान नखेलाए पनि हुने अवस्थामा चाहिँ छौँ। त्यो हिसाबले सायद टिमको लागि राम्रो हो, तर कम्बिनेसनको हिसाबले चाहिँ तल पुगेका हुन्छ जस्तो लाग्छ मलाई। तर क्यापेबिलिटीको हिसाबले उनीहरू पनि अगाडि खेल्न सक्ने क्यापेबिलिटी भएको प्लेयरहरू चाहिँ हुन्। अब जस्तै लास्ट 1.5 इयरको हेर्नु पर्यो भने हाम्रो ब्याट्सम्यानहरूको चाहिँ हाम्रो टप 7मा 2 जनाको मात्र 130+ स्ट्राइक रेट हो कि दिपेन सिंह ऐरी र गुलसन झा। तीमध्ये चाहिँ सबसे लोएस्ट स्ट्राइक रेट चाहिँ कुशल मल्लको हो। अब यसमा चाहिँ पिचले पनि कन्ट्रिब्युट गर्यो भन्छु, किनभने एज यु सेड होइन, अब जुन खालको पिच थियो युएसएमा वेस्ट इन्डिजमा त्यो एकदम स्लो थियो, दुवै टिम स्ट्रगल भइरहेको थियो। शारजामा लो स्कोरिङ जस्तो भयो एउटा लास्ट म्याच बाहेक, यहाँ पनि स्ट्रगल भयो। सो अब हामी इन्डिया र श्रीलङ्का जाँदैछौँ। अब हाम्रो फिक्सर आइसकेको छैन। अब इन्डिया हामीले सबैलाई लाग्छ इन्डियामा होस्, किनभने अब फ्यान फलोइङ बढी हुन्छ, त्यहाँ जान सजिलो हुन्छ, अलरेडी त्यहाँ धेरै छन्। इन्डिया श्रीलङ्कामा चाहिँ अभियसली पिचेसहरू चाहिँ राम्रो छ कि, अरू श्रीलङ्कामा चाहिँ अलिकति बााउन्ड्री ठुलो छ। इन्डियामा चाहिँ हामीले आइपिएलमा नि हेऱ्यो, इन्टरनेसनलमा नि भयो, 250देखि लिएर 300 बन्न आउँछ। मोर सिमिलर लाइक हाम्रो टियुको पिच बनाउन, जसमा हामी मोर कम्फर्टेबल छौँ। हामी स्ट्राइक रेट हेर्छौँ भने हाम्रो ब्याट्सम्यानको सबैको स्ट्राइक रेट 150 भन्दा माथि नै छ कि हाम्रो होममा के लास्ट 2 इयर्समा। अब त्यो कम्पेयरमा हाम्रो अवेमा चाहिँ लगभग धेरैको 120 स्ट्राइक रेट छ। अब हामी इन्डिया र श्रीलङ्का जाँदाखेरि चाहिँ हाम्रो के एक्सपेक्टेसन भएर हामी जानुपर्छ जस्तो लाग्छ त्यहाँ? जस्तै लास्ट इयर वर्ल्ड कपदेखि चाहिँ 20 वटा टिम क्वालिफाई भइरहेका छन्। 5 वटा ग्रुपमा डिभाइड गरिन्छ, 4 वटा ग्रुपमा डिभाइड गरिन्छ, हरेक ग्रुपमा 5 जना। हामी 12 वटा टेस्ट प्लेइङ कन्ट्रीलाई इभनली स्प्लिट गर्ने हो भने पनि जस्तै अघिल्लोचोटि चाहिँ दुर्भाग्यवश नेपालको टिममा 3 जना टेस्ट प्लेइङ कन्ट्री थिए, अरू 2-3टा ग्रुपमा चाहिँ 3 जना एसोसिएट 2 जना टेस्ट प्लेइङ कन्ट्री पनि त्यो कम्बिनेसन बनेको थियो मिलाउँदाखेरि। अब योपालि के कम्बिनेसन बन्छ थाहा भएन, तर एटलिस्ट नेपालसँगै अर्को एउटा एसोसिएट अथवा 2टा एसोसिएटसँग खेल्ने मौका चाहिँ पाउँछ।
हाम्रो लागि रियलिस्टिक अप्रोच अहिलेको लागि चाहिँ, किनकि हाम्रो नजिकै हाम्रो विकेट मिल्ने खालको ग्राउन्ड भएको हुनाले बाँकी जुन एसोसिएट परे पनि हामी उनीहरूलाई चाहिँ एटलिस्ट बिट गर्न सक्नुपर्छ भन्ने सोचले जानुपर्छ। प्लस टेस्ट प्लेइङ कन्ट्री जोसुकै परुन् त्यो हिसाबले हामी राम्रो खेल्नुपर्छ अफकोर्स। तर किनकि वर्ल्ड कप भनिसकेपछि हरेक टिम आफ्नो स्ट्रेन्थमा बेस्ट टिम लिएर आएको हुन्छ, टेस्ट प्लेइङ कन्ट्री एसोसिएट सबै। त्यो हिसाबले सर्फेसले हाम्रो स्ट्रेन्थलाई हेल्प नगरेसम्म टेस्ट प्लेइङ कन्ट्रीलाई रेगुलरली हराउन गाह्रै पर्छ। अहिले वेस्ट इन्डिजलाई हरायौँ, तर वर्ल्ड कपमा इभन वेस्ट इन्डिजकै टिम पऱ्यो भने पनि गाह्रो पर्छ हामीलाई, किनकि फुल स्ट्रेन्थ लिएर आएको हुन्छ। भन्न सकिँदैन आफ्नो डेमा नेपालले हराउन सक्छ, तर एटलिस्ट हाम्रो अप्रोच भनेको आफ्नो सँगै जो एसोसिएटहरू पर्छन् एक दुईजना उनीहरूलाई हराउन सकिन्छ। प्लस टेस्ट प्लेइङ कन्ट्रीलाई राम्रो फाइट चाहिँ दिनुपर्छ, एटलिस्ट रेस्पेक्टको साथ चाहिँ हामी मैदानबाट फर्केर आउनुपर्छ भन्ने हाम्रो अप्रोच हुनुपर्छ। जस्तै हाम्रो यो टेस्ट स्ट्याटसको बारेमा कुरा भइरहेछ, हामीले अब पाउनुपर्छ, हामी ट्राई गरिरहेको छौँ भनेर। किन हामी यो सुनिरहेको प्रोभाब्ली अब कसैले 15 वर्षदेखि सुनिरहेछ, कसैले एटलिस्ट 5-6 वर्षदेखि हामी सुनिरहेछ। तर हाम्रो अहिलेसम्म टेस्ट नेसनसँग त्यही वेस्ट इन्डिजसँग मात्र हामी विन भएको थियो। त्योभन्दा अगाडि हाम्रो धेरै मिस भयो। इभन आयरल्यान्ड भर्खर टेस्ट नेसन भएको बेला पनि हामी कति 2019मा कुनै म्याच 12 रनले हारे, कुनै क्लोज गरेर हारे। त्यस हामीलाई अपर्च्युनिटी नआएको होइन। हामीले इभन जिम्बाब्वेसँग पनि हामी राम्रो खेले, प्रोभाब्ली अब 320 330 हुन सक्ने टोटल हामी 290 मा डिस्ट्रिक्ट भयो। त्यसपछि हामीले हराउन सकेन। त्यसपछि हामी वेस्ट इन्डिजसँग पनि आई थिङ्क 64-3 मा क्याच ड्रप भयो, दे वेन्ट अन टु स्कोर 350 समथिङ। त्यो भयो हाम्रो मिस अपर्च्युनिटी चाहिँ हाम्रै गल्तीको कारणले भइरहेछ। सो अब T20 भनेको यस्तो गेम हो जसमा चाहिँ अपर्च्युनिटी आउँछ। इभन हामी साउथ अफ्रिका गेममा अल्दो एज यु सेड अब त्यो लो स्कोरिङ भएर दे स्ट्रगल। तर अब इन्डियामा चाहिँ मलाई जहाँसम्म लाग्छ यदि हाम्रो गेम 4वटा इन्डियामा भयो भने हामी 4वटामा 2-3टा चाहिँ मलाई एकदमै फ्ल्याट ट्र्याक, एकदमै हाई स्कोरिङ पिच हुन्छ जस्तो लाग्छ। त्यसमा चाहिँ अभियसली हामीलाई च्यालेन्ज हुन्छ, हामीलाई हाम्रो स्पिनरलाई, हाम्रो फास्ट बलरलाई च्यालेन्ज हुन्छ। किनभने दे आर मोर स्किल टिम। जस्तै अब साउथ अफ्रिका लिनुहुन्छ, यदि वेस्ट इन्डिज जुनै टिम लिनुहुन्छ भने फ्ल्याट ब्याटिङ ट्र्याकमा वी माइट स्ट्रगल टु बिट देम होइन, तर कम्पिट गर्न सकिन्छ। तर यदि अब पिच अब भनौँ न एज सब कन्टिनेन्ट टाइपको 150-160 टाइपको पिच भयो भने हामीले कसरी एप्रोच गर्नुपर्छ जस्तो लाग्छ टेस्ट नेसनलाई बिट गर्नको लागि? जस्तै अघिल्लो वेस्ट इन्डिज युनिटी कप भन्दा अगाडि चाहिँ मलाई जहाँसम्म लाग्छ, किनकि हामीले अहिलेसम्म एउटा पनि टेस्ट कन्ट्रीलाई हराएको थिएनौँ। आयरल्यान्डसँग हामी वर्ल्ड कप क्वालिफायर्समा वान डेमा पनि एकदमै क्लोज गएको थियौँ। त्योभन्दा अगाडि T20 वर्ल्ड कप क्वालिफायर 2021 भन्दा अगाडि पनि हामी सायद आयरल्यान्ड, ओमान र नेपालको कि ट्राई सिरिज के थियो, त्यसमा पनि हामी एउटा गेममा आयरल्यान्डलाई एकदम नजिक पुगिसकेका थियौँ। हामी योभन्दा अगाडि किनकि हामीले जितेका थिएनौँ, हाम्रो लागि जित एकदमै ठुलो हुन्छ भन्ने सायद प्लेयरलाई पनि इभन फ्यानलाई पनि त्यो महसुस भएको कारणले गर्दाखेरि जितको नजिक पुग्दाखेरि हामी कहीँ न कहीँ क्रम्बल गरेको हो। अब हामी किनकि अलरेडी एउटा सिरिज जितिसकेका छौँ टेस्ट प्लेइङ कन्ट्रीलाई, एउटा म्याच 2टा म्याच जितिसकेका छौँ। हाम्रो प्लेयरहरूलाई थाहा छ जित कस्तो हुन्छ अथवा कसरी अप्रोच गर्नुपर्छ, अथवा जित मात्रै ठुलो कुरा होइन रहेछ भन्ने पनि थाहा भइसक्यो। वेस्ट इन्डिजसँग हामी 2टा खेल जित्यौँ, तर त्यो 2टा खेल जिते बावजुद पनि हामी वर्ल्ड कप क्वालिफायर्समा आएर राम्रो पर्फर्मेन्स दिनै पर्ने थियो। वेस्ट इन्डिजलाई हामी 2टा खेलमा हरायौँ भनेर हामी वर्ल्ड कप पुग्नेवाला पनि थिएनौँ। सो अब टेस्ट प्लेइङ कन्ट्रीलाई जित्नु भन्ने बित्तिकै अगाडि हामी कुनै म्याचमा जस्तै हामी एकदमै राम्रो फिल्डिङ साइड हो, तर पनि योभन्दा अगाडिको केही म्याचेसहरूमा टेस्ट प्लेइङ कन्ट्रीहरूसँग आउने बित्तिकै हाम्रो फिल्डिङमा पनि केही स्लिप भएको देखिन्थ्यो। जस्तै वेस्ट इन्डिजसँगकै गेममा पनि भयो त्योभन्दा अगाडि वर्ल्ड कप क्वालिफायर्सको। सो अब चाहिँ त्यो कन्फिडेन्स सायद छ प्लेयरमा पनि कि हामीले अलरेडी हराइसकेका छौँ टेस्ट प्लेइङ कन्ट्रीलाई, अब जस्तो कन्डिसन आए पनि हामी जित्न सक्छौँ भन्ने कन्फिडेन्सका साथ गयो भने चाहिँ सायद हामी कहीँ न कहीँ एउटा अपसेट दिन सक्छौँ जस्तो लाग्छ। अब जस्तै हामी अब लगातार 2टा खेल्ने भयो T20 वर्ल्ड कप, तर हामी वान डे चाहिँ अझै पनि खेल्न सकिरहेको छैन। हामी वान डेमा प्रोभाब्ली 2007 को वर्ल्ड कप खेल्नेदेखि नै हामी ट्राई गरायो। त्यसपछि धेरै भयो, हामी क्वालिफायरमा चाहिँ पुग्छौँ, तर क्वालिफायरमा चाहिँ समाउ अब वान डे स्ट्याटस मात्र लिएर आउने अथवा रेसियो टेबल पर्फर्मेन्स मात्र गरेर आउने जस्तो भइरहेछ। अब अल्दो इभन यो क्रिकेट वर्ल्ड कपको लिग 2मा हामी धेरै स्ट्रगल गरिरहेको छौँ, इभन वान डे स्ट्याटसको लागि पनि। सो रियलिस्टिकली हेर्नु पर्दाखेरि 2027 को वर्ल्ड कपको लागि हाम्रो कतिको चान्सेस छ? अनि यदि हामीलाई यदि त्यहाँ क्वालिफाई हुनु छ भने चाहिँ हामीले के कुरामा चाहिँ सुधार्नु पर्ने जस्तो लाग्छ? हामी फेरि पनि हाम्रो T20 होस् या ओडिआई ओभरसिज ट्र्याक रेकर्ड राम्रो छैन, अथवा भनौँ एटलिस्ट नयाँ कोच आइसकेपछि केही सुधार त भएको छ, तर त्योभन्दा अगाडि हामी ओभरसिजमै हारिरहेका थियौँ। हामीले 12 मध्ये 11 खेल जित्दा पनि हामीले 8वटा गेम नेपालमै जितेको र बाँकी 3वटा गेम युएईमा गएर हामीले 2टा गेम पिएनजीलाई हराएको, जुन पिएनजी पछि गएर ओडिआई स्टेटस पनि गुमाउन पुग्यो। सो अहिलेको लागि हामी फेरि पनि त्यो अवस्थामा पुग्न लाग्ने जस्तै सिचुएसन छ।
रिसेन्ट अब भर्खरै यो T20 वर्ल्ड कप क्वालिफायर्स पछि हुने गेममा हामीले त्यहाँ पनि फेरि 4 मध्ये 3 अथवा 4 जित्न सकेनौँ भने फेरि घर आएर रिजल्ट हेर्दाखेरि क्यालकुलेसन गर्नुपर्ने अवस्था आउन सक्छ। सो अब रिसेन्टली हामीले जुन हिसाबले स्कटल्यान्डमा खेल्यौँ त्यो हिसाबले नेपाली टिम मैले अहिले जस्तै अनेस्टली भन्दाखेरि त्यो ओडिआईको सिरिज जुन 4वटा गेममा 3टा जित्यौँ, हामी 4वटै जितेर पनि आउन सक्थ्यौँ। अलिकति लक यताउता भएको भए सायद 2टा मात्रै जित्न पनि सक्थ्यौँ होला हामीले। तर र यो वर्ल्ड कप क्वालिफायर्स हेर्दाखेरि चाहिँ T20 रिसेन्ट खेलेको T20 र वान डे हेर्दाखेरि चाहिँ नेपाली टिम अहिले स्लाइटली बेटर वान डेमा भइसक्यो जस्तो लाग्छ मलाई T20 भन्दा पनि। ब्याटिङ पनि राम्रै देखाएको थियो हामीले स्कटल्यान्डमा, बलिङ र फिल्डिङ त दुवै भनौँ न फर्ममा राम्रै गरिराखेको टिम हो। सो अब ओभरसिज जाँदाखेरि चाहिँ एटलिस्ट हामीले ओभरसिजमा गइसकेपछि पनि राम्रो गर्न सक्छौँ भन्ने कन्फिडेन्स चाहिँ हामीलाई चाहिँ एटलिस्ट फ्यान्सलाई चाहिँ छ। तर रेकर्ड पुरानो रेकर्डहरू चाहिँ हेर्दाखेरि कहीँ न कहीँ हामी स्ट्रगल गर्न सक्छौँ। इभन युएईमा पनि हामीले युएईसँग त्यति राम्रोसँग जितेको पनि छैनौँ। लास्ट त्यही 4वटा गेममा 3टा जित्ने बेलामा चाहिँ एउटा खेल जित्यौँ, एउटा खेल हार्यौँ। अब ओभरसिज जाँदाखेरि एटलिस्ट हाम्रो पहिला प्रब्लम के हुन्थ्यो भने 50 ओभर पनि हामी धेरै कम खेल्थ्यौँ। हामीले 50-60वटा भन्दा पनि बढी वान डे खेलिराख्दाखेरि पनि मोर देन 50% गेममा चाहिँ हामी त्यही 50 ओभर खेल्न नै स्ट्रगल गरिरहेको अवस्थामा टेस्ट नेसनको बारेमा सोच्ने भन्दा पनि एटलिस्ट 50 ओभर फर्मेट चाहिँ अब एसोसिएट लेभलमा डोमिनेट गर्न स्टार्ट गर्नुपर्छ जस्तो लाग्छ। या म यो कुरामा चाहिँ एकदम एग्री गर्छु, किनभने हामी लास्ट साइकलमा हामीले युएईमा 168 पनि चेज गर्न सकेन, 205 पनि चेज गर्न सकेन। त्यो चेज गर्न सकेको मात्र होइन कि 35-37 ओभरमा हामी बोल आउट भइरहेको थियो कि। सो अब ब्याक टु T20 वर्ल्ड कप, अब आई थिङ्क क्यान प्रेसिडेन्ट सेड अब हाम्रो यदि क्वालिफाई भयो भने चाहिँ टेस्ट नेसनसँग एउटा बाइलेटरल सिरिजको एउटा चान्स छ होइन, पुरा अहिले अब होममै हुन्छ होला। सो क्यान यु गेस अब कुन टिमसँग हाम्रो बाइलेटरल सिरिज हुनसक्छ यदि भयो भने? चतुरबहादुर चन्दले चाहिँ साउथ एसियन कन्ट्रीसँगै एउटा होममा सिरिज खेल्छौँ भन्नुभएको थियो। श्रीलङ्का अथवा बङ्गलादेश, अफगानिस्तान हुनसक्छ। मेबी अफगानिस्तान, किनकि हामीले अब भनौँ न पछि अघिल्लो 1-2 वर्षमा पनि कहीँ न कहीँ र्युमर्सहरू सुनिराखेका थियौँ अफगानिस्तानले नेपाललाई बोलाउन इन्ट्रेस्टेड छ अफगानिस्तानमा आएर खेल्न, अथवा अफगानिस्तान अन्डर 19 पनि नेपालमा आएर अन्डर 19 को सिरिज खेलेको थियो वर्ल्ड कप क्वालिफायर्स भन्दा अगाडि। सो मेबी अफगानिस्तान अथवा बङ्गलादेश हुनसक्छ। या भयो, लगभग हामीले सबै कुरा डिस्कस गऱ्यो। होपफुल्ली अब नेपालले वर्ल्ड कप मात्र खेल्ने होइन कि त्यहाँ गएर राम्रो पर्फर्मेन्स गर्नु। राम्रो पर्फर्मेन्स भनेको एउटा 1-2 विन जस्तो भयो भने, किनभने हामी टेस्ट नेसनको लागि पुस गर्न सक्छौँ। किनभने विदाउट रेकर्ड, विदाउट अन पर्फर्मेन्स हामी हाम्रो टेस्ट नेसनको लागि एउटा हामी के को आधारमा हामी टेस्ट नेसन हुन्छ भने एउटा केही हुँदैन। त्यही भएर एटलिस्ट अन पेपर हामी रिजल्टको लागि पनि हामी जित्नुपर्ने हुन्छ। सो या, थ्याङ्क यू फर टाइम विनायक। हस्, थ्याङ्क यू दाइस, थ्याङ्क यू। अनि लास्टमा एउटा कुरा चाहिँ के जोड्न चाहेँ मैले भन्दाखेरि, जस्तै अहिले नेपालले अबको 6 महिना 1 वर्ष 18 महिना भनौँ न, लगभग त्यो टाइम फ्रेममा चाहिँ इन्फ्रास्ट्रक्चर हाम्रो बिल्ड हुँदैछ। टियु अब एनपिएल भन्दा अगाडि फर्स्ट फेज बनेर सकिन्छ। एक्स्ट्रा टेक पनि जोस् राम्रै गतिमा भइरहेको छ। यहीँ चितवनमा पनि गौतम बुद्ध इन्टरनेसनल क्रिकेट स्टेडियम पनि डिसेन्ट पेसमा भइरहेको छ। सो अबको 18-20 महिनामा चाहिँ सायद हामी इन्फ्रास्ट्रक्चरको हिसाबले टेस्ट प्लेइङ कन्ट्री पुग्नको लागि चाहिँ इनफ हुन्छ जस्तो लाग्छ मलाई अबको 1-2 वर्षमा। प्लस पर्फर्मेन्स अबको 1 वर्ष राम्रोसँग वान डेमा फोकस गरेर खेल्ने हो भने, जस्तै हामीले 2017 तिर 16, 17, 18 मा अफगानिस्तानले वेस्ट इन्डिजसँग रेगुलर सिरिज खेलिरहेको थियो। मलाई त्यो भनौँ न भाइब पनि आउँछ कि अहिले हामी रिसेन्टली वेस्ट इन्डिजसँग खेल्यौँ, वेस्ट इन्डिज एसँग पनि खेल्यौँ, मेबी फ्युचरमा वेस्ट इन्डिजसँग वान डे टुर्नामेन्ट पनि अथवा वान डे सिरिज पनि खेलौँला। अफगानिस्तानले 16 मा वेस्ट इन्डिजलाई T20 वर्ल्ड कपमा हराएको थियो। त्यसपछि 17-18 मा उनीहरूले ओडिआईमा पनि राम्रोसँग रेगुलरली वेस्ट इन्डिज, जिम्बाब्वेहरूलाई बिट गर्न सुरु गरिसकेका थियो। त्यसपछि उनीहरूले भनौँ न टेस्ट स्ट्याटस पायो। हुन त टेस्ट धेरै खेलेको त छैन, तर जस अहिले T20 र वान डेमा साउथ एसियाको वान अफ द एकदमै अगाडि पुगिसकेको टिम पनि भइसक्यो। एसिया कपमा राम्रो पर्फर्मेन्स आएन, तर भर्खर रिसेन्टली बङ्गलादेशलाई सायद सिरिज वान डे सिरिज जित्यो पनि। सो हाम्रो लागि अब 2-3 वर्ष भनौँ न सबै क्षेत्रबाट राम्रो हुन सक्यो भने चाहिँ मेबी 2027 को वर्ल्ड कप पुगौँला नपुगौँला आफ्नो ठाउँमा छ, तर 31 को चाहिँ हाम्रो एकदम रियलिस्टिक 31 को वर्ल्ड कप चाहिँ हामी राम्रोसँग खेलेर सम्मानजनक रूपमा खेलेर आउने भन्ने अप्रोच चाहिँ अब चाहिँ त्यो भिजन चाहिँ हुनुपर्छ जस्तो लाग्छ। या, मलाई पनि त्यही लाग्छ। अब प्रोभाइडली हामी चाहन्छौँ अब 2027 को वर्ल्ड कप नै खेलोस् न, तर इट्स लाइक अ ब्रिज टु फार जस्तो लाग्छ अहिलेको टाइममा। तर ओभियसली एज यु सेड, अब हाम्रो इन्फ्रास्ट्रक्चर बनिरहेको छ, हामी ब्याक टु ब्याक वर्ल्ड कप खेलिरहेको छौँ। एज एक्सपेक्टेड अब हामीले पाउँछौँ होला बाइलेटरल सिरिजहरू। त्यो पायो भने होपफुल्ली अब 2030 को 2031 को वर्ल्ड कप आई थिङ्क सायद इन्डियामै हुन लागिरहेछ। सो या, आई थिङ्क वी क्यान होप विल प्ले अगेन। थ्याङ्क यू विनायक। हस्, थ्याङ्क यू दाइ, थ्याङ्क यू।